नमस्ते नमस्ते यहाँहरू सबैलाई फेरि पनि नमस्कार छ। अहिले तपाईँ सल्यानको प्रसिद्ध निकै चर्चित कुमाक मेलामा हुनुहुन्छ। कुमाक मेला अहिले भरिपूर्ण छ। यो एउटा पार्ट मात्रै देखाइराखेका छौँ। खास गरी सिद्धकुमाक गाउँपालिका र कुमाक गाउँपालिकाको सिमानामा पर्ने कुमाक मेला प्रत्येक वर्ष बडा दशैं पश्चात कोजाग्रत पूर्णिमाको दिन लाग्ने गर्छ। उता माथि बादलुको घुम्टोभित्र लुकेको छ कुमाकको लेक। त्यहाँ चाहिँ प्रसिद्ध मन्दिर छ कुमाक मन्दिर। पुग्नेहरूका निम्ति पैदल मार्गबाट त्यहाँ माथि पुग्न सकिन्छ भने तल यहाँ चाहिँ कुमाक मेला निकै चलिराखेको छ। कुमाक मेलामा खास गरी भलिबल प्रतियोगिता चलिराखेका छ भने स्थानीय रोटी किङहरू पनि चलिराखेका छन्। त्यसपछि कुमाक गाउँपालिकाले हेल्थ डेस्क राखेको छ भने जेएनजी पुस्ताले पनि चाहिँ यहाँ हेल्थ डेस्क राखेको देखिन्छ। मेलाको सुरक्षा व्यवस्थालाई एकदम निकै चुस्त दुरुस्त बनाइएको देखिन्छ। उता पारीसम्म पनि यहाँहरूले देख्न सकिन्छ मेला भर्न आउनेहरूको चाहिँ भिडभाड धेरै छ। खास गरी सल्यान सहित आसपासका क्षेत्रहरूबाट यहाँ चाहिँ मेला भर्नका निम्ति आउने गर्नुहुन्छ। अहिले कुमाक मेलाको लगभग यो भरिपूर्ण यो छ। हामी यता वाल्लोपट्टिको यो भेट देखाउँदैछौँ। यहाँहरू पनि चाहिँ धेरै चर्चित व्यक्तित्वहरू पनि यहाँ हुनुहुन्छ। खास गरी कुमाक मेलामा प्रहरी प्रशासनले सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाएको छ। मेलामा हुन सक्ने खालका झैझगडाहरू लगायतका कार्यहरूलाई रोक्नका निम्ति र चाहिँ यहाँ लङ्गुर बुर्जा लगायतका जुवाजन्य कार्यहरू गर्नका निम्ति पनि बन्देज गरिएको छ भने मदिराजन्य पेय पदार्थहरू बिक्री वितरणमा पनि यहाँ प्रहरी प्रशासनले रोक लगाएको छ। यो कुमाकको मेला निकै व्यापक रूपमा चलिराखेको छ। यहाँ धेरै यो मेलाका निम्ति धेरै व्यक्तित्वहरू पनि यहाँ आउनु भएको छ। यहाँ चर्चित लोक तथा दोहोरी गायक भाइग्र चलाउने पनि यही मेलामा भेटिनु भएको छ। फोटो खिच्दै हुनुहुन्छ उहाँ। त्यसै गरी पत्रकार अमृत बाबु बुढाथोकीदेखि एकदम अग्रज व्यक्तित्वहरू पनि यो मेलामा आउनु भएको छ। यो मेला निकै राम्रो छ। मेलाका विषयमा दुई शब्द अमृत। हामी यति बेला सल्यान जिल्लाकै सबैभन्दा ठुलो प्रमुख मेलामा छौँ। यो वर्षमा एकपटक लाग्ने गर्दछ। दसैँको 5 दिनपछि कोजाग्रत पूर्णिमाको दिनमा लाग्नुपर्ने हो, तर यो वर्ष चाहिँ त्यसको भोलिपल्ट अर्थात् आजको दिनमा लागेको छ यो मेला। खास गरी यो मेलाको विषयमा धेरै कुराहरू मैले भन्नुपर्छ जस्तो लाग्दैन। यहाँहरूले थाहा पाइसक्नु भएको छ। जिल्लाकै ठुलो भनेपछि यहाँ भरिभराउ अत्याधिक मात्रामा हुन्छ। यहाँ मेला हेर्न आउने, यहाँ भेटघाट गर्न आउने, जमघट हुन आउनेको अत्याधिक भिडभाड हुने गर्छ। र यो मेलाको फेददेखि माथि यो करिब 1 किलोमिटर माथि कुमाक लेक छ, जिल्लाकै दोस्रो अग्लो लेक। त्यहाँ लेकमा चाहिँ मन्दिर छ। त्यहाँ मन्दिरमा पूजाआजा गर्न जाने दर्शनार्थीहरूको भिड पनि लाग्ने गर्दछ। यो अत्यन्तै सुन्दर मेला, अत्यन्तै महत्त्वपूर्ण मेला हेर्न छुटाउनु भएको छ भने तपाईँहरू यो वर्ष छुटाउनु भयो भने अर्को वर्ष आउनु होला। हामी यो निमन्त्रणा गर्छौँ। यो सिद्ध कुमाक र कुमाकको बिचमा पर्ने गर्दछ। हस्, धन्यवाद। हामी यो मेलाकै विषयमा चाहिँ भिडियो देखाइराखेका छौँ। खास गरी यो मेला पौराणिक मेला हो, धार्मिक मेला हो, ऐतिहासिक मेला हो। यो मेलालाई चाहिँ यति धेरै यो मेलाको विशेषता छ कि यहाँ परम्परागत रूपमा नाच्ने मयूर नाचहरू, लहरे पैसरी नाचहरू पनि उता त्यो पारीको त्यो टाकुरामा देख्न सकिन्छ। स्थानीय झाँप्रे नाचहरू पनि त्यत्तिकै छ। यहाँ मान्छेहरूको चर्चा परिचर्चाका हिसाबले पनि, यहाँ व्यापार बिजनेसका हिसाबले पनि धेरै राम्रो छ। खास गरी कुमाक मेलामा यहाँको स्थानीय बदाम, स्थानीय गन्जी, तरुल, जलपी, जेरी यहाँको चाहिँ निकै धेरै चर्चित खानेकुराहरू पनि हुन्। अहिले पछिल्लो समयमा यहाँ चाहिँ मेलामा चाउमिनहरू, त्यसपछि मोमो, यहाँहरूले पानीपुरी, चटपटे लगायतका त्यो बजारमा पाइने ती परिकारहरू पनि यहाँ देख्न सक्नुहुन्छ। समग्रमा हेर्दाखेरि कुमाक मेला जुन तरिकाको 5 वर्ष 10 वर्ष अगाडिको जुन खालको मेलाको रस थियो, आधुनिकतासँगै समयको परिवर्तनसँगै केही फेरबदल भएको पाइए पनि तर समग्रमा चाहिँ मेलाको रस अझै पनि हराएको छैन। मेलामा चाहिँ जति पाइनु पर्थ्यो, मेलामा चाहिँ जुन हिसाबले यो मेला कुमाक मेला जुन हिसाबले चर्चित छ, त्यो मेलाको चर्चा अझै पनि चाहिँ सकिएको छैन। मेला निकै राम्रो छ। मलाई लाग्छ यो पटक जतिले चाहिँ यहाँ आएर मेलाको अवलोकन गर्न पाउनुभयो, मेला घुम्न पाउनुभयो,
पाइ नै हाल्नुभयो। यदि चाहिँ मेला हेर्न आउनु भएको छैन, फुर्सद मिलेन भने म अनुरोध गर्न चाहन्छु अर्को वर्षका निम्ति यहाँहरूले समय अवश्य छुटाउनु होला। यो वर्ष नभए पनि अर्को वर्ष चाहिँ कुमाक मेला अवश्य आउनु होला। हस्, धन्यवाद।